अस्पतालको बेडबाट डिस्चार्ज नहुँदै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कानुनी तरबारले घेरेको छ। अर्कोतर्फ अदालतको फैसलाप्रति गृहमन्त्रीले नै गम्भीर प्रश्न उठाएका छन्। के देशमा अब मन्त्रीभन्दा जज नै ठूलो हुन लागेका हुन्? 21 दिनको लामो अस्पताल बसाई र पित्तथैलीको शल्यक्रियापछि एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार घर फर्किएका छन्। तर ओलीमाथि फेरि पक्राउ पर्ने खतरा बढेको छ। दीपक खड्काको रिहा बाहिरिँदै गर्दा सर्वोच्च अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका काङ्ग्रेस नेता दीपक खड्कालाई भने थुना मुक्त गर्न आदेश दिएको छ। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले उनलाई विदेश जान नपाउने शर्तमा रिहा गरेको हो। उच्च पदस्थ व्यक्तिहरू यसरी अदालतबाट धमाधम छुट्न थालेपछि गृहमन्त्री सुदन गुरुङले सार्वजनिक रूपमै कडा असन्तुष्टि जनाएका छन्। गृहमन्त्रीको आक्रोश र रातिसम्म कानुनको पढाइ पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले भावुक र आक्रोशित मुद्रामा भने, मलाई लागेको थियो सबैभन्दा ठूलो त मन्त्री हो, यहाँबाट सबै सुधार्न सकिन्छ, तर होइन रहेछ। आजभोलि मलाई मन्त्री भन्दा त जज अर्थात् न्यायाधीश ठूलो लाग्न थालेको छ। आरोपितहरू अदालतबाट उम्किएको प्रति लक्षित गर्दै उनले अब आफू रातिसम्म कानुनका किताबहरू पढ्न थालेको खुलासा समेत गरे। उनले प्रहरीलाई स्पष्ट निर्देशन दिँदै भनेका छन्, अदालतबाट कुनै पनि हालतमा नछुट्ने गरी प्रमाण र बलियो फाइल तयार पार्नुहोस्। निष्कर्ष, एकातिर शल्यक्रियाको घाउ निको नहुँदै केपी ओली खोरमा पुग्ने हुन् कि भन्ने चर्चा चुलिएको छ भने अर्कोतिर सरकार र न्यायालय बीचको यो टक्रावले राजनीति झन तातिएको छ। के गृहमन्त्रीले भने झैं अब प्रहरीले अदालतबाट नछुट्ने गरी ओली र अन्य शक्तिशाली नेताहरूलाई कानुनी कठघरामा ल्याउन सक्ला त? अब आउने दिनहरूमा त्यो देख्न बाँकी नै छ। यस्तै ताजा र विशेष समाचारका लागि नयाँ बिट न्युजसँग जोडिनुहोस् र हामीलाई फलो, लाइक र शेयर गर्नुहोस्।